देखाउँ न उता बेलुका पनि देखाउँ हामीले बेलुका त सपिन्छ हेर्दै उता देखाउँ न पानी हाइवे देखाइसक्यो माथिबाट बनाउनु पर्छ कि बनाउँदै जाउँ न के अफ गरे हेर छैन हाम्रो बेलु हेर नि ट्याक्टक आउँदा मेरो बाइकमा होइन त किन आउँदा खटक खटक रह है थाहा पाइरह है कताबाट हो यताबाट एउटा तलतिर होला हाम्रो चाहिँ सक्नु नै अब एकछिन रोक्नु भिडियो बनाउनु लाउनु न अलि हातमा दिनु न बटाली हामी हिँडेर गयो भने यहीँबाट उठ्यो एउटा सानो डाँडो गयो भने 5 मिनट जति हिँड्यो भने कहाँबाट यहाँबाट यो बाटो पो हो जाने होइन अनि बाइकबाट गयो भने त्यो बाटो यो बाटो हो के यहाँबाट त्यहाँनिर त्यो डाँडाबाट तल्लो झरेर माथि लाग्नुपर्छ कुन बाटो चाहिँ राम्रो छ त राम्रो छ भन्दा नि यहाँबाट उता बाइक लानु मिल्दैन हिँडेर गयो भने कहाँबाट यही हो यहाँबाट उता अँ हिँडेर गयो भने यो बाटो बाइकमा गयो भने यो बाटो बाइकको बाटो उता होइन यता यता अनि कहाँसम्म पुग्छ घरै पुग्छ नि घरै पुग्छ बाटो यस्तै हो राम्रो छ के थाहा छैन मलाई चाहिँ हिँडेर भने यहाँ चाहिँ हिँडेर यहाँबाट हिँडेर कति टाइम लाग्छ 5 मिनट 5 मिनट पुग्छ कि हिँडै जाने अनि बाइकमा गयो भने कति टाइम लाग्छ त्यही हो 5 मिनट किनभने घुम्नु पर्छ नि त ल के गर्ने यार के ठाउँ रहेछ बाइक त उहाँ परसम्म जान्छ तलतिरबाट बाटै छैन होला है दाइ घर पुग्ने बाटो छैन होला बाइक जान्छ जान्छ हिजोको पानीले बिगाऱ्यो भने नत्र अस्ति गाडी जाउँ न बाइकमा अटो आइरह तलतिरबाट उता बाइक कता जाने अटो हो यो बाटैमा राख्दै बाइक ल अटो त गइहाल्छ नि अटो त सुत्रै हुन्छ जाउँ त्यता पनि धेरै हिँड्दैन नि त गाडी नै होला गाडी त है रोड भयो भने त्यता